मोबाइलको ब्याट्री सकिएछ बनाउनु पाएन र आज चाहिँ बनाउँदैछु। म चाहिँ आइसकेको छु गोठालो। गोठालोमा हेरिसक्नु चाहिँ यहाँ बाख्रालाई चाहिँ मैले यो दुधिलो झारिदिएपछि चाहिँ मस्त चलिरहेछ। घाम यस्तो लाग्छ घाम चिल पारामा लागेकै गर्छ। यता बाख्रा चढ्दैछ भने खेरामा बसेर भिडियो बनाउँदैछु। किनभने बनाइराख्न चाहिँ मन लाग्छ तर कहिले एमबीले पुग्दैन, कहिले मोबाइलको ब्याट्रीले, कहिले त भ्याइँदैन। त्यही भएर चाहिँ हो खासमा सबै पार्टीघारी चाहिँ आज चाहिँ म दुधिलो घारी दुधिलो घारी नै मात्र छ। यो चाहिँ हाम्रो काकाको बाँसघारी थियो पहिला, अहिले चाहिँ हामीले सिस्टो बनाइदिइसकेको छौँ। अब यो बाँसघारी अब सकिन लाग्यो। अब 2-3 वर्षपछि चाहिँ फाटै हुन्छ यो बाँसघारी। त यो जङ्गल छ। यहाँ काकाको घर थियो, काकाको घर पनि जङ्गल पुरा नागी भइको, यता सबै नागी भइको। यो टाटो जानु मस्त चिलमा बाख्रा चराउँदै आफूलाई घाँस भिडियो झारिदियो त्यही खाले बस्छ। म चाहिँ भिडियोमा बोल्दै हिँड्न चाहिँ मजा लाग्छ। त्यो भिडियो बनाउनु मजा लाग्ने चाहिँ तर कहिले केले मिल्दैन, कहिले केले मिल्दैन। त्यही भएर चाहिँ हो यहाँ चाहिँ अलिकति देख्दो रहेछ मेरो घर, नभए चाहिँ देख्दैन। त्यो चाहिँ मेरो माथिको गोठो, त्यो चाहिँ मेरो बस्तुको गोठो, त्यति चाहिँ देख्दो रहेछ, नभए चाहिँ नदेख्ने रहेछ। हेर्नु न कस्तो दामीले खान्छ नि, बाख्राले आनन्दले खान्छ क्या। यिनीहरूलाई यो दुधले झारेपछि आनन्दले खान्छ, यसरी आनन्दले खान्छ। आधी उँधो खोलातिर छ भने आधी यता छन्। बाख्रा चराएर बस्नु चाहिँ ठिक लाग्छ, तर यति अल्छी लाग्छ नि काम गर्न चाहिँ, लास्टै अल्छी लाग्छ काम गर्न। बसी खाने त बसी खाने त गरी खान चाहिँ अल्छी लागेको हो, साह्रो अल्छी लाग्छ काम गर्न चाहिँ। खासमा त अहिले काम पनि केही पनि छैन, खाना काम त केही पनि छैन। त्यही घाँसको तर काट्यो जति मिलेर पनि बाउदै अल्छी लाग्छ। यो उत्तिसहरू बेच्नु नि यो यतातिर उत्तिसहरू छ नि, पराएको देखिन्छ नि यो उत्ति चाहिँ हो, पत्रो छ भेट्दैन। मेरो नि एउटा छ यहाँ तलतिर, यो ठुलो। यो चाहिँ म बेचिदिन्छु कुन दिन बेच्यो भने चाहिँ एउटातिर चाहिँ बेच्नुपर्छ। बेच्यो भने अहिले बेच्नु हुँदैन, पछि बेच्नुपर्छ। र म चाहिँ बाख्रा गोठालो अलिकति आज चाहिँ लामो भिडियो भयो, किनभने हिजो नबनाएको नि त, त्यही भएर हिजोको सट्टा आजै बनाइदिउँ भनेर चाहिँ अलिकति लामो भिडियो भयो। त्यही हो, अहिले चाहिँ म बाई गर्न पऱ्यो किनभने बाख्रा